ल है साथीहरू, यो चाहिँ हाम्रो नुवाकोट सालमेमा हुने छेजु जात्राको छेजु मेलाको यो एउटा चेमा हो। राजा रानीको चेमामा यहाँ हुनुभएको दिदीबहिनीहरू चाहिँ यहाँ हाम्रो गाउँको जनताहरू भनौँ र राजाको मान सम्मानको लागि, राजालाई स्वागतको लागि सगुन पोङहरू ल्याउँदै हुनुहुन्छ उहाँहरूले। र उहाँहरूको पछाडि हुनुहुन्छ लामाहरू, ठुलो गुरुहरू हुनुहुन्छ, उहाँहरूले राजालाई मान सम्मानका साथ ल्याउँदै हुनुहुन्छ। यो चाहिँ सालमेमा हुने एउटा चेमा हो। यो चाहिँ हाम्रो हरेक वर्ष माघको 2 गतेदेखि सुरु हुन्छ। यो हेर्न चाहिँ तपाईँहरू आउनु होला। अनि यो सिटी बजाउने चाहिँ हाम्रो राजाको पिए हुनुहुन्छ। यो हाम्रो लाइट बाल्नेदेखि लिएर यो सबै थोक यो बजाउने हाम्रो लामाहरू हुनुहुन्छ। लामाहरूको पछाडि चाहिँ यो राजा आउँदै हुनुहुन्छ। राजाको अगाडि चाहिँ उहाँ यो बजाउनेको पछाडि चाहिँ सेनापति हुनुहुन्छ भने सेनापतिको अगाडि चाहिँ राजा आउँदै हुनुहुन्छ। राजा उहाँ हुनुहुन्छ यो राजा डिम्लुङ राजा। अगाडि चाहिँ घले राजा हुनुहुन्छ, पछाडि चाहिँ डिम्लुङ राजा हाम्रो सालमेको राजा भनौँ न। अनि राजाको पछाडि चाहिँ राजाको पिए छाता ओढाउँदै आउँदै हुनुहुन्छ। त्यसको पछाडि चाहिँ हाम्रो रानीहरू पनि आउँदै हुनुहुन्छ। अनि उहाँहरू अगाडिको लाइट बाल्ने, यता यो क्याप लाउने चाहिँ राजाको सेक्रेटरी भयो। अनि सेक्रेटरी उहाँ चाहिँ रानीको सेक्रेटरी हुनुहुन्छ। अगाडि दुईजना छोप्ने चाहिँ रानीहरू भयो। अनि यो हुक्का तान्ने चाहिँ राजाको स्वागतको लागि हुक्काको तमाखुको फेस्टिभल छ। यो हेर्न चाहिँ आउनु होला। सालमेमा 2 गतेदेखि सुरु हुँदैछ, माघको 2 गते।